किन त्यसै अब यतिको निकाल्दै त्यसै काम भइरहेको हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर ब्लग। आज चाहिँ एकदम स्पेसल रहेको छ किनकि आज चाहिँ हो एनिभर्सरी। स्पेसल किन हो भन्दाखेरि चाहिँ हिजो राति चाहिँ उसले मलाई सरप्राइज गिफ्ट दिएको थियो होइन। म देखाउँछु तपाईँहरूलाई लास्टमा के दिएको थियो भनेर। तर आज चाहिँ मैले उसको लागि सरप्राइज प्लान गरेको छु, त्यही भएर चाहिँ एकदम स्पेसल हुनेवाला छ भिडियो होइन। लास्टसम्म हेरिदिनु होला। अन्त आज चाहिँ उसको छुट्टी अराउन्ड 9 o'clock हुन्छ। अन्त म चाहिँ छिटो आइसकेँ उसलाई नभनिकन। अहिले चाहिँ घरमा अलिक डेकोरेसन त के भन्नु, हल्का त्यस्तै केक अर्डर गरेको छु, अलिक फ्लावरहरू अर्डर गरेको छु। अन्त उसको लागि स्पेसल गिफ्ट छ। त्यो गिफ्ट चाहिँ के हो, सबभन्दा ठुलो गिफ्ट छ होइन उसको लागि। सरप्राइज उसलाई थाहै छैन दिन्छ भनेर, आइडिया पनि छैन आज दिन्छ भनेर। उसलाई सरप्राइज गर्छु म चाहिँ आज होइन। तपाईँहरू हेर्नु होला कस्तो हुन्छ भनेर। अन्त अहिले चाहिँ मैले केक अर्डर गरिसकेँ। फ्यानमा चाहिँ म फ्लावर हाल्छु, अन्त यसलाई चाहिँ टेबल बनाएर चाहिँ यसमा चाहिँ केक राख्छु होइन। ऊ आउने बेला चाहिँ सरप्राइज होस्। अन्त उसलाई नभनिकन चाहिँ लास्टमा चाहिँ गिफ्ट दिन्छु। कस्तो रियाक्सन हुन्छ तपाईँहरू हेर्दै गर्नु होला। त्यतिखेरसम्म चाहिँ अहिले अलिक डेकोरेट गर्छु। ऊ आउँछसम्म ठिकै हुन्छ, त्यतिखेरसम्म टाइम हेरौँ। फर्स्ट चाहिँ यसलाई डल्लै निकालौँ होइन, त्यहाँपछि म माथि हाल्ने ट्राई गर्छु। पहिला चाहिँ यति हालेर हेरौँ है कस्तो हुन्छ, ट्राई गर्छु। परेन, झऱ्यो भने चाहिँ गाह्रो हुन्छ। यसरी यस्तो भयो, कस्तो हुन्छ ट्राई गरौँ है। यहाँ माथि चाहिँ मैले टावल राखेँ, टावलको माथि चाहिँ फुल, अनि यहाँनिर चाहिँ केक राख्छु होइन। फर्स्ट आउने बेला चाहिँ उसलाई म यति मात्र देखाउँछु, लाइक केक मात्र देखाउँछु। यो देखेर कस्तो सरप्राइज हुन्छ, केक काट्ने बेला चाहिँ फ्यान चलाउँछु होइन, त्यतिखेर चाहिँ गिफ्ट दिन्छु। त्यतिखेर कस्तो सरप्राइज हुन्छ हेरौँ है। फर्स्ट चाहिँ म डेकोरेट गर्छु। अब चाहिँ सबै कुरा भइसक्यो होइन, रेडी पनि। म चाहिँ अब त्यो केक अर्डर गरेको थिएँ, त्यो केक लिएर आउँछु पहिला। त्यहाँपछि अरू कुराहरू रेडी गर्छु, लाइक खानाहरू। त्यतिखेरसम्म ठ्याक्कै आइहाल्छ। केक पनि आइसकेको छ, यो चाहिँ केक। अहिले चाहिँ सबै रेडी भइसकेको छ होइन। अब चाहिँ म तपाईँहरूले देखाउँछु कस्तो केक लिएको छु भनेर। आउँदाखेरि सरप्राइज दिन्छु उसलाई चाहिँ। 20-30 मिनट छ, त्यतिखेर आउँदाखेरि म तपाईँहरूलाई देखाउँछु सरप्राइज। हजुर बत्ती किन गरेको नाता गरिरहेछ। त्यतिको नजान्नु केक देखिसक्यो मैले, केक देखिसक्यो मैले। केक देखिसक्यो बेबी। काट्ने तपाईँ नकाट्ने? अब काट्ने म देख्छु ल। केटा हो यस्तो छ केक चाहिँ होइन। ऊ चाहिँ भर्खर आएको, कस्तो लागिरहन्छ? सरप्राइज भयो, गफ नदिनु न। वाउ त भनेन त, दामी लाग्यो। सोचेको थिएन नि, तर सोचेको थिएन नि, सोचेको थिएन नि त। ल्याउँछ जस्तो लागेको थियो लाग्नु त। किनकि हामीले हिजो भनेको होइन सरले उता खासमा त खानु न, हामी दुईजनाको एनिभर्सरी हो। ह्याप्पी एनिभर्सरी। कस्तो लाग्यो? कान त भएपछि यसको निकाल्नु त म निकाल्छु नि, गएर त भन्नु भन्नु न। ह्याप्पी एनिभर्सरी बेबी। राम्रो यो ह्याप्पी एनिभर्सरी। तपाईँहरूलाई भन्दै खुसी लाग्यो? लाग्यो उसले चाहिँ मलाई के देख्छ कहाँ देखाउनु। यो देख्यो उसले मलाई हिजो चाहिँ
उसलाई पनि आउँदैन मलाई पनि आउँदैन बजाउनु चाहिँ हुँ? यो पुरानो भन्नु एकपल्ट नाचिरहेको ए फुल्नु न फाइदा फाइदा फुक्नु हुँदैन नि त हँ? क्यान्डल बुझाउनु राम्रो होइन किन हौ? त्यसै अब यतिको निकाल्दै हँ? त्यसै काम भयो Thank you, baby. Wait, ती चाहिँ माथिबाट flowers. खाना लिँदै Baby. Ko vidare praatse. ल मोबाइल हेर्नु मोबाइल मैला Wow, guys, ल्याइदिएछ भने सेलेरी आएर ल्याउने भनेर त कसले दियो सरप्राइज चाहिँ कसले दियो भन्नु अब लु अनि त्यसो भए मेरो चाहिँ सरप्राइज भएन सरप्राइज कसले दियो भन्नु लु कसले? सबै परेको छ तर नि सबै परेको नै फेरि मलाई ल्याइदिइसक्यो मलाई फोन मैले भनेको थिएँ सेलेरी आएर ल्याइदिन्छु भनेर खुसी हेर्नु न खुसी Guys, खुसी फोनले यो कति फोन हो 16 हो खुसी हेर्नु न guys, खुसी 16 हो 17 16 कति ऱ्यामको उसले ऱ्याम चाहिँ खै त उताउनु देखाउनु एकचोटि खुसी हेर्नु न खुसी खुसी हेर्नु न। गाइस मेरोमा फोन आयो खुसी खुसी देखाउनु फोन एकचोटि वाउ देखिए पछाडिबाट देखिए देखिए पिंक कलर पिंक पनि यो अब म कसलाई देखाउँ म त सब यो मेरो दोस्तहरूलाई देखाउँ कैसा लगा सरप्राइज हाँ देवी यो जल्दी नै देखेको छु कस्तो लाग्यो सरप्राइज भन्नु न भेरी नाइस हाँ गाइस म सक भयो सेलेरी आएर ल्याइदिन्छु भनेको थिएँ होइन अनि मैले सोचिरहेको थिएँ सेलेरी आएर पनि अब फोन दिन्छ कि के दिन्छ भनेर सोचिरहेको थिएँ होइन सेलेरी आएर पनि तर मैले फोन चाहिँ दिन्छु भनेको थिएँ होइन अनि यो सरप्राइज चाहिँ कस्तो लाग्यो एकदम फेरि आज दिएको कति खुसी छ हेर्नु न नाच्दैछ हेर्नु न नाच्दैछ हेर्नु न अनि यो सरप्राइज चाहिँ कस्तो लाग्यो यो वाला फुलहरू माथि उड्याएको नाइस यहाँ पुरै रुममा फुलै फुल भयो तर यस्तो गर्यो यस्तो त मलाई कहिले पनि गर्नु भएको थिएन तपाईँले यत्रो यत्रो बुके दिन्थ्यो यत्रो टेडी बेड दिन्थ्यो यस्तो चाहिँ कहिले पनि गरेको थिएन अनि आज त झन् उयसमा जस्तो फर्स्ट टाइमको जस्तो गरिरहेछ अनि त आइफोन दियो मैले माथि राखेको थिएँ नि त देखाएको थिएँ होइन अघि त्यो चाहिँ फ्यान खोलेर मैले डल्ला गरेँ कि पुरा रुमभित्रै फैल्यो यार तर उनी डल्लै रुमभित्र होइन न डल्लै रुमभित्र दामी देखिनु तर बेबी पुरै रुममा फ्लावर गाइस मेरो ऊ चाहिँ पुरा खुसी भयो तर यति नै हो होइन खुसी हुनुपर्छ खुसी हुनुपर्छ लाइफमा अरू के छ पैसा त यहाँ त जोङ्खाबाट भयो त हेजी फोन त सक्दो हो था ल तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो सरप्राइज होइन राम्रो लागेछ भने चाहिँ लाइक कमेन्ट गरिदिनु होला अनि च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला एनिभर्सरीको लागि चाहिँ आज यति गरेको थिएँ होइन अब उसले चाहिँ ऊ आफ्नो लाग्यो उसको काममा होइन अब साथीहरूलाई देखाउनु पर्यो मेरो बुढाले उसले चाहिँ अब अर्को साथीहरूलाई देखाउने भन्दैछ होइन अब अर्को भ्लगमा भेटौँला होइन अब चाहिँ सायद रेगुलर भ्लग आउँछ होला किनकि बिचमा म बिमार भएको थिएँ नि त त्यही भएर भ्लग आएन हेर ऊ डान्स हेर्नु ल छिटो गर्नु न बाई बाई ल आजको लागि चाहिँ यति नै होइन तपाईँलाई सरप्राइज चाहिँ कस्तो लाग्यो राम्रो लागेछ भने चाहिँ लाइक गरिदिनु होला ल लाइक सी यू इन नेक्स्ट ब्लग